ॐ यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुवन्ति दिव्यैः स्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैरे गायन्ति यं सामगः ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यां तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन्मुक्ताबलिशोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मूकं करोति वाचालं पङ्गुं लङ्घयति गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमां। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। ओम श्री स्वस्थानी देव्यै नमः। जय श्री स्वस्थानी माता। भगवान रूपी दर्शकबिन्द, अब हामी श्री स्वस्थानी व्रत कथा तथा माघ महात्म्य सुन्ने क्रमको अन्तिम अध्यायमा छौँ। हजुरहरूको यस्तै उल्लेखनीय साथ रहिरहोस्। कहीँ उचनिच भएको खण्डमा हजुरहरूले हामीलाई अवश्य क्षमा गर्नुहुनेछ भन्ने आशाका साथ अब हामी श्री स्वस्थानी व्रत कथाको अन्तिम तथा 31औं भाग श्रवण गर्न जाँदैछौँ। जय श्री स्वस्थानी माता। तहाँ उपरान्त स्कन्दजी कहनुहुन्छ, सुन्यौ हे अगस्त्य मुनि, यस्ता वचन चन्द्रावती बुहारीले कहेको सुनि गोमा रानी खुसी भई अञ्जली बाँधी हे श्री स्वस्थानी परमेश्वरी भनी मनमा सम्झी चन्द्रावती रानी छेउ भनिन्, हे बुहारी, त्यस्ता दुःखमा परिकन पनि ईश्वरीको भक्ति गर्न सक्ने तिमी धन्य रहिछौ। मेरो कुरा पनि कहन्छु सुन। अघि तिम्रा स्वामीले आफ्ना बाबुको खबर गर्न गएपछि तिमी पनि माइत गयो। घरमा केही नहुनाले मैले धागो काटी ढिकी जाँतो गरी दिन बिताई दुःख पाएको थिएँ। एक दिन सप्त ऋषिहरू आउनुभयो, मैले दुःख पाएको देख्नुभयो। बडो दया गरी हे गोमा ब्राह्मणी, श्री स्वस्थानी परमेश्वरीको व्रत गर, दुःख नाश होला भनेर व्रत विधि बताई उपदेश दिए। ऋषिहरूलाई भोजन गराउन घरमा केही थिएन। चर्खामा रहेको धागोको लरिया लि पान लिन भनी बरहीका घर गएँ। पान लिई आउँदा ऋषिहरू गएछन्। उनीहरू बसेको पिर्कामुनि 7 गोटा सुनको कौडी रहेको रहेछ र मैले पाएँ तिनै द्रव्यले सम्पूर्ण सामग्री तयार गरी पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक श्री स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गरेर माघ शुक्ल पूर्णिमाका दिन व्रत पूर्ण गरी प्रसाद झिकी श्री स्वस्थानी परमेश्वरीलाई मनले सम्झे। राति जागा भइरहे। त्यसै रात तेरा स्वामी नवराज आइपुगी बोलाएर मैले सुनि बाहिर आई भित्र लगे। खानपिन दिएर बाबुको खबर के भयो भनी सोधेँ। तेरा स्वामीले आफ्ना बाबु भिक्षा माग्न भनी गएका गङ्गाका तीरमा पुगी स्नान गरी नित्य पूजा गर्न फुल टिप्न लाग्दा रुखबाट खसी मरेको पत्ता लगाई क्रिया गरी आएको वृत्तान्त कहे। त्यो सुनि मैले नाना तरहले शोक गर्न लागेँ। तेरा स्वामी नवराजले शोक नगर भनी नाना तरहले बुझाई। हे माता, आज यस बेलासम्म नसुती किन बसिरहनु भयो भनी सोधे र मैले भने, हे पुत्र, श्री स्वस्थानी परमेश्वरीको व्रत गरी ईश्वरीलाई सम्झी जागा भइरहेकी भनी कहेँ। उज्यालो भयो र नवराज स्नान गर्न गए। तब गङ्गादेखि हरिहर प्रत्यक्ष भई, हे नवराज, तेरी महातारीले श्री स्वस्थानी परमेश्वरीको व्रत गरेको देखि हामी सन्तोष भयौँ। लावण्य देशमा राजा छैनन्, हात्तीलाई राजा खोज्न लागेको छ। तहाँ गएस्, तलाई अभिषेक देउला राजा होलास् भनी वरदान दिई अन्तर ध्यान भएछन्।
तेरा स्वामी नवराजले म छेउ आई सब वृत्तान्त कहे। त्यो सुनि श्री स्वस्थानी परमेश्वरीको प्रसाद दिएर हे पुत्र, हरिहरको आज्ञाले लावण्य देशको राजा भएछ भनी आशिष दिई यहाँ पठाएँ। उनै ईश्वरीका कृपाले यो ऐश्वर्य पाई सुखी भयो। अब पनि बाँचुन्जेलसम्म सधैँ श्री स्वस्थानी परमेश्वरी सबैका हृदयमा वास गरून्। श्री स्वस्थानी परमेश्वरीका कृपाले यस लोकमा सुख सम्पत्ति पाई परलोकमा मोक्ष गति होला। फेरि हे चन्द्रावती, जस्तै दिनमा सूर्य नभई उज्यालो हुँदैन, रातमा चन्द्रमा नभई उज्यालो हुँदैन, त्यस्तै मनुष्यको पनि बढिया अर्थात् असल स्वभाव भएकी स्त्री नभए घर हुँदैन। मेरो वृद्ध अवस्था भयो, तिमी दुई दिदी बहिनी परस्पर मिली राज्य लक्ष्मी थामी मेरो पुत्र नवराजको सेवा गरिरहनु भनी चन्द्रावती रानीलाई अराई सम्पूर्ण सुम्पिदिन्। चन्द्रावती रानी र लावण्यवती रानीले पनि हे माता, तपाईका तपस्याले हाम्रा स्वामी राजा भए, हामी रानी भयौँ। तपाईँ धन्य हुनुहुन्छ भनी आफ्नी सासू गोमा महारानीका पाउमा परी सदाकाल श्री स्वस्थानी परमेश्वरीका भक्तिमा श्रद्धा गरी आनन्दले रहँदा भए। हे अगस्त्य मुनि, जुन मनुष्यले एकचित्त भई श्री स्वस्थानी परमेश्वरी व्रत गर्ला, कथा सुन्ला सुनाउला अथवा उनको महात्म्य श्री स्वस्थानीको पुस्तक घरमा राख्ला, त्यसका घरमा दुःख दरिद्र कहिल्यै हुँदैन। आदि इत्यादि नवग्रह सधैँ प्रसन्न हुन्छन्, अकालमा मृत्यु हुँदैन। फेरि भूत प्रेत पिशाच डाङ्किनी साङ्किनी र त्रिदेशा आदि रोगको भय हुँदैन। चोर शत्रु अग्नि वन्यजन्तुको भय हुँदैन। ब्रह्मा हत्यादि सम्पूर्ण पाप नष्ट भई यस लोकमा सुख सम्पत्ति पाई परलोकमा कैलासमा वास होला। इति श्री स्कन्द पुराणे केदारखण्डे स्वस्थानी माघ महात्म्ये कुमार अगस्त्ये संवादे श्री स्वस्थानी परमेश्वरी कथायां चन्द्रावती गोमा पूर्वकृत स्वस्थानी व्रत वृत्तान्त कथनं नाम 31 अध्याय। उपनयतु मङ्गलम्बः सकल जगन मङ्गलालयः श्रीमान् दिनकर किरण निबोधित नवनलिन दल निभीक्षणः कृष्णः। काले वर्षतु पर्जन्यः पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयः। अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनः सधनः सन्तु जीवन्तु शरदां शतम्। तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथा प्रसङ्गः। या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा। कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिः स्वभावात् करोमि यद्यद् सकलं परस्मै नारायणायेति समर्पये तत्। ओम श्री स्वस्थानी देव्यै नमः।